यति बेला नेपालमा हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टी र ब्रान्ड पर्सन कुलमान घिसिङ रहेका उज्यालो नेपाल पार्टीको चर्चा शिखरमा छ। यस विषयलाई लिएर सोशल प्लेटफर्महरू पनि निकै तातिएको हामीले देख्न सक्छौं। डिबेट पनि छेडिएको छ यस विषयलाई लिएर। पार्टी र व्यक्तिलाई लिएर पनि एक प्रकारको मतभेदहरू पनि सृजना भएका छन्, क्लस्टरहरू बनेका छन् हैन। र आम जनमानस भुइँ मान्छेहरूमा एक प्रकारको फाँट पनि लिँदै छ कि भन्ने एउटा आभास हुन्छ, शंका हुन्छ हैन। आम जनमानसले चाहिँ के चाहेका थिए भन्दाखेरि हर्क साम्पाङ र कुलमान घिसिङ चाहिँ एउटै पार्टीमा रहेर हात मिलाएर अगाडि बढ्नुपर्छ भन्ने चाहना थियो, तर त्यसो हुन सकेन। विभिन्न राजनीतिक परिघटनाहरूले रोल खेलेको हुन सक्छ, तर होला विभिन्न कारणवश उहाँहरू अलग हुनुभयो र अलग पार्टीबाट आज चुनावी क्रियाकलापहरू गर्दै हुनुहुन्छ। आउने चुनावको लागि जुन तयारी हो यो, र आउने जुन चुनावमा चाहिँ हर्क साम्पाङ र कुलमान घिसिङ बीच अथवा उज्यालो नेपाल दल र श्रम संस्कृति दल बीच कुन चाहिँ दलले चाहिँ चुनावमा बाजी मार्नुपर्छ जस्तो लाग्छ त? तपाईलाई के लाग्छ? कुन दलले बाजी मार्नुपर्छ जस्तो लाग्छ? मलाई त यो दुईटा दल मध्ये दुईटै दलले बाजी मारेर अगाडि आउनुपर्छ, नेतृत्वमा आउनुपर्छ हैन। नेपालमा रहेका जति पनि पुराना दलहरू र बारम्बार सरकार हाँकेर टेस्टेड अनि फेल भएका पात्रहरूलाई फेरि सरकारमा ल्याउनु भन्दा ल्याएर फेरि त्यही पुरानै उनीहरूले दोहोऱ्याउने गतिविधि त त्यही नै हो। उनीहरूबाट केही एस्पेक्ट त गर्न सकिँदैन। त्यो भन्दा धेरै केही प्रगतिशील होला, तर एउटा ड्रास्टिक चेन्ज त ल्याउन सक्दैनन् पक्कै, किनभने त्यो त मनस्थितिको कुरा पनि हुन्छ हैन, एउटा नियतको कुरा पनि हुन्छ। मानिस परिवर्तन हुनलाई त अथवा मानिसको आचरण नियत परिवर्तन हुनलाई त सालौं लाग्छ। खराब नियतले चाहिँ अनेक काण्डहरूमा हैन फसेका जुन पार्टीहरू, सिधै पार्टीहरू नै भनौँ न, र पार्टीका व्यक्तिहरू, ती व्यक्तिहरू भन्ने बित्तिकै पार्टीहरू भइहाल्यो हैन। त्यस्ता पार्टीहरूलाई माथि ल्याउनु भन्दा भलै एकअर्कामा पानी बाराबारै किन नहोस् हैन। आम जनता, भुइँ मान्छे, तपाईँ हामी जस्तो सामान्य मान्छेहरूले चाहिँ यो दुईटै पार्टीलाई चाहिँ अन्य पुराना पार्टीहरू विरुद्धमा बाजी मराउनु पर्ने हुन्छ है। यी दुईटै पार्टीले बाजी मार्नुपर्छ आउने चुनावमा। कुलमान घिसिङ पनि आफ्नो कार्यदक्षता देखाएर एउटा ब्रान्ड, एउटा गुडविल बनाएर आएको व्यक्ति हैन। 18 घण्टा चाहिँ लोड सेडिङ हुँदाखेरि व्यवस्थापक अथवा व्यवस्थापनमा गएर चाहिँ भनौँ न आम जनतालाई चाहिँ उज्यालो दिन सफल भएको व्यक्ति, सफल व्यवस्थापक हैन। साथसाथै अब हर्क साम्पाङको कुरा गर्नु पर्दाखेरि सोशल एक्टिभिस्ट, साथसाथै सोशल अवेरनेसमा पनि काम गरेको, साथसाथै अहिले भनौँ न श्रम पिता भनेर पनि चिनिन्छ हैन। श्रम गरेर देशलाई बनाउनु पर्छ भन्ने एउटा महान विचारलाई लिएर पार्टी हाँकिरहेको, समग्र देशलाई जागरुकतातिर लगिरहेको व्यक्ति हैन। यो त हामी सबैलाई आवश्यक छ नि। यस्तो व्यक्तिहरू त माथि आउन जरुरी छ, व्यवस्थामा आउन जरुरी छ। तसर्थ तपाईँ के चाहनुहुन्छ? त्यही पुराना दलहरू, त्यही टेस्टेड एन्ड फेल नेताहरूमाथि चाहिँ सरकारमा व्यवस्थामा आउन् र त्यही प्रवृत्ति, पुराना प्रवृत्ति दोहोऱ्याउन् भन्ने चाहनुहुन्छ, या भलै पार्टी फरक होला, वैचारिक विभेद पनि होला हैन। अब अहिले सञ्जाल निकै तातिएको छ, राजनीतिक आक्षेपहरू एकअर्कालाई नङ्ग्याउने
प्रयासहरू हैन विरोधहरू एक आपसमा भइरहेको देख्न सकिन्छ। हर्क साम्पाङ र कुलमान घिसिङ एक अर्कामा। हुन त भलै राजनीति बुझ्ने मान्छेले यसलाई एउटा सामान्य राजनीतिक एउटा अभ्यासको रूपमा लिन्छ, तर यसले त्यति राम्रो मेसेज चाहिँ दिइरहेको छैन आम मानिसमा। एउटा गुटबन्दी, एउटा भनौँ न क्लस्टर, एक प्रकारको फाँट ल्याइरहेको छ है। यो फाँटदेखि चाहिँ हामी बच्नुपर्छ, तपाईँ पनि बच्नुपर्छ है। अथवा पार्टी फरक भए पनि यो दुईटै पार्टी चाहिँ माथि आउनुपर्छ र 84 को चुनावमा उज्यालो नेपाल दल र सम संस्कृति पार्टीले चाहिँ बाजी मार्नुपर्छ। कुलमान घिसिङ पनि व्यवस्थामा आउनुपर्छ र हर्क साम्पाङ पनि व्यवस्थामा आउनुपर्छ। यो दुईटै पार्टी समग्र रूपमा माथि व्यवस्थामा आउनुपर्छ। तब केही आश गर्न सकिन्छ, केही परिवर्तनको आशा राख्न सकिन्छ, देश र जनताको समृद्धिको आशा राख्न सकिन्छ है। अदरवाइज त्यही पुरानै दललाई ल्याउने, त्यही टेस्टेड एन्ड फेल खराब नियत भएका व्यक्तिहरूलाई माथि ल्याउने हो भने तपाईँ र मेरो सन्तति त के, हाम्रो आउने दुईटा सन्ततिले पनि नेपालमा दुःख पाउनेछ। त्यही भएर पुराना दलहरूले भयङ्कर पैसा खर्च गर्लान्, किनभने अखुत सम्पत्तिहरू जम्मा गरेका छन् हैन। व्यक्तिगत रूपमा पनि र पार्टीगत संस्थागत रूपमा पनि पैसा करोडौं जम्मा गरेका छन्। उनीहरूले करोडौं खर्च गर्लान् चुनावको लागि हैन, प्रचार प्रसारको लागि करोडौं खर्च गर्लान् हैन। अब पहिलाको चुनावमा 1000 अथवा 1500 अथवा मासु भात अथवा रक्सी दिएर चाहिँ मत अथवा भोट आफूपट्टि आकर्षण गरेको अथवा आफूलाई दिनको लागि चाहिँ मजबुर गरेको अवस्थाहरू पनि थियो होला। आज त्यो बढेर उनीहरूले चाहिँ 2500 3000 एक छाक मासु भातको ठाउँमा चाहिँ 2 छाक 3 छाकै पनि देलान् हैन। त्यस्तो खालको प्रब्लममा चाहिँ अब तपाईँ पर्नुहुन्न, कदापि पर्नुहुन्न। लोभ लालचमा नफसौं। कुलमान घिसिङ र हर्क साम्पाङ जस्ता व्यक्तिहरूले लिड गरिरहेका एउटा ब्याकग्राउन्ड, राम्रो ब्याकग्राउन्ड बोकेर आएका व्यक्तिहरूलाई चाहिँ हामीले व्यवस्थामा पुर्याउनु पर्छ। तपाईलाई के लाग्छ? म चाहिँ यसमा दुई मत छैन। कुलमान घिसिङलाई पनि उत्तिकै सपोर्ट गर्छु म, हर्क साम्पाङलाई पनि उत्तिकै सपोर्ट गर्छु। तर फेरि यो मैले भनिराख्दाखेरि अन्य पुराना दलहरू र नयाँ निर्मित दलहरूमा पनि नराम्रा मात्रै मान्छे छन् भन्न खोजे होइन। त्यहाँ पनि राम्रा व्यक्तिहरू छन्। ती राम्रा व्यक्तिहरू पनि माथि आउनुपर्छ है। समग्रमा जसको ब्याकग्राउन्ड राम्रो छ, जो विभिन्न काण्डहरूमा फसेको छैन, जसको आचरण राम्रो छ, नियत राम्रो छ, जसले चाहिँ काम गर्दै सफलता चुम्दै यो अवस्थासम्म आइपुगेको छ, सफलता के हो उसलाई थाहा छ, त्यस्ता व्यक्तिहरू अथवा जुनसुकै दलका त्यस्ता सफल व्यक्तिहरू पनि, सही नियत भएका व्यक्तिहरू पनि व्यवस्थामा आउनुपर्छ, सरकारमा आउनुपर्छ। धन्यवाद।